गुड मर्निङ गाइस, तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। आज एउटा नयाँ ब्लग लिएर आएको छु तपाईँहरूको माझमा। सामान लिन हिँडिरहेको छु माथि। पसल चाहिँ धेरै माथि छ भनौँ होइन, यो पुरै भिर नागेर जानुपर्ने अवस्था हुन्छ। असारको महिना होइन, देख्न सक्नुहुन्छ मौसम दामी भइरहेछ र घाम पनि मस्तको उदाइरहेछ। बाटोमा लेउ लागेर एकदमै चिप्लो चिप्लो जस्तो भइरहेछ। बाटो त यता होला, पाहाडभरि कुरो लागिसक्यो। ओ माई गड, त्यो चामल लिएर आइसक्यो होइन, देख्न सक्नुहुन्छ ऊ पर छ, ठ्याक्क त्यहाँ राखेको छु मैले होइन। अनि यहाँ एउटा राम मन्दिर पनि रहेछ। टक्क लगाएर यहाँ बसेर हावा खाँदैछु, गर्मीले लास्ट गर्मी भइरहेछ। महिना अगाडि चाहिँ मैले एउटा भ्लग बनाएको थिएँ, त्यो भ्लगलाई पनि यसमै हाल्छु म, मिलाएर हेरिदिनु होला। मेरो चामलको बोरा यहाँ र मेरो यो गाउँ भइहाल्यो। घाम पनि उदिसकेको छ, देख्न सक्नुहुन्छ। आज चाहिँ हामी तल अर्को ठुलो मम्मीको मासतिर बारीमा मल हाल्न जाँदैछौँ। टिपर कस्तो दामी नजारा देखेको, वाउ यार। खबर के छ? कस्तो दामी फुल हो, आम्मा वाउ। धुप्पी पनि दामी धुप्पीको रुख। यो चाहिँ ठुलो मम्मीको घर, ऊ पर डिलको चाहिँ फुपूको घर। के छ ओ माय गॉड, दुई तीनटा बच्चासँग तीनटा। भैँसी त के हो, तम्सिन्छ त यार, हान्नलाई हो के हो भैँसीहरूलाई। मुडो हामी चाहिँ मल हाल्ने ठाउँमा आइसक्यौँ। देख्न सक्नुहुन्छ यो गरादेखि त्यो मास्लो गरासम्म यहाँ मकै छर्दै हुनुहुन्छ। मल हाल्नुपर्छ, उनीहरूले छोप्नुपर्छ। झार बेसरी रहेछ, झार सार उखाल्यो, दुई तिन घर हाल्यो। आमो खुट्टाभरि कमिला, ओ माई गॉड, कमिला रहेछ क्या यहाँ। राम राम कमिला त, रुखमा चढेको त कमिला धुट। हामी चाहिँ फर्किसक्यौँ, दिउँसोको 12 बजिसकेको छ है। मकैको भारी हिँडिसक्यो, अझै दुईवटा गरा बाँकी बसेको छ। त्यो चाहिँ अहिले 2-3 बजे आएर सकाउनु पर्ने हुन्छ गाइस। कुखुरा गाइस, कुखुरा दिउँसै स्यालले चाहिँ घरभित्रबाट हमला गरेर यो कुखुरालाई झन्नै लगेको अरे। त्यो चाहिँ हाम्रै कुखुरा होइन, झन्नै लगेको छ क्या। लुकेर यार बल्ल बल्ल खोज्यो। स्यालले कहाँ बाँकी मान्छेहरू किन टाउको लुकेको तिम्रो र अन्त को हो यो फेरि? लो अनुहारै खाइदिएल जस्तो छ तिमीहरूको त। अम्बाको चिचिला लाग्न थालेछ। जुनारको रुख नि छ यहाँ, सानो सानो। टाउको धुन जाँदैछु, टाउको कपाल लास्टै चिलायो क्या। नुहाउनु पर्ने मान्छे हो, तर आज नुहाइएन। धारामा पानी छैन, पाइपमा यहाँ के गरे यस्तो। कपाल धोएर आइयो होइन, देखा त के रहेछ, खोर पानी। अब खोर पानी खाने हो, छोडी भिडियो बिग्रिन्छ। यस्तो दामी बाख्राहरू चरिरहेछन्। घर छेउमै आइपुगेछ बाख्राहरू त। स्यो हुँदो ल